안녕하세요 여러분들 जुनसुकै भाषा पढे तापनि ग्रामर भन्ने कुरा एकदमै इम्पोर्टेन्ट हुन जान्छ है त। त्यसैले मैले चाहिँ आज यो भिडियोमा चाहिँ कोरियन 200 भन्दा बढी ग्रामरहरू लिएर आएको छु। आजको भिडियोमा चाहिँ हामी टोटल्ली 90+ ग्रामरहरू हेर्ने छौं कि कस्ता छन्, के कस्ता पढ्नुपर्ने हुन्छ, सबै ग्रामरहरू हेर्ने छौं। आजको भिडियोमा चाहिँ हामीहरू खास गरेर ओन्ली हेडिङ मात्र बुझ्ने प्रयास गर्ने छौं है त। हेडिङहरू मात्र बुझ्ने प्रयास गर्ने छौं। यो सबै जति पनि ग्रामरहरू छ, यो जति पनि हाम्रो एडभान्स ग्रामर, बेसिक ग्रामर सबै मैले आज बुदागत रूपमा ल्याएको छु। यो सबै ग्रामरहरूको डिटेलली चाहिँ मैले कपीमा सबै सरसर्ती गरेर सबै डिटेलली लेखिदिएको छु। यो डिटेलली चाहिँ हामीले यो आजको भिडियो मैले बनाइसकेपछि मैले प्रत्येक एक ग्रामर चाहिँ हजुरहरूको माझमा ल्याउने छु भन्ने मैले आशा गरेको छु। त्यसैले मैले ढिला नगरिकन मैले सिधै भिडियोतर्फ लागे है त। ल यहाँ हेर्नु होला, कोरियन 200 टप ग्रामरहरू हामीले यति ग्रामरहरू बुझिदिएपछि हुन्छ है त। 100 ग्रामर मात्र हामीले बुझ्यो भने चाहिँ हामीले इपिएस टपिक पास गर्नलाई एकदमै सजिलो हुन्छ है त। के हो त ध्यान दिएर हेर्नु होला। 1 नम्बर ग्रामरमा छ डुल र हुइडुल भन्ने ग्रामर रहेको छ है त। यो नाउनसँग जोडेर आइन्छ। यो ग्रामरको नेपाली अर्थ चाहिँ हरू भन्ने कुरा हुन्छ है त। जस्तो एक वचनको बहुवचन बनाउँदाखेरि चाहिँ हामीले यो ग्रामरको प्रयोग गर्नुपर्ने हुन्छ। अब मैले डिटेलली चाहिँ अर्को भिडियोमा प्रत्येक ग्रामरको मैले एक भिडियो बनाएर हजुरहरूको माझमा ल्याउने प्रयास गर्ने छु है त। अहिले चाहिँ हामी डिटेलली एक ग्रामरहरूलाई बुझौँ है त, हेडिङ मात्र बुझौँ। नामसँग इ र गा आएको छ भने इ र गा भनेको ले भन्ने अर्थ हुन्छ। 3 नम्बर ग्रामरमा रहेको छ नाउन प्लस नुन र उन भनेको चाहिँ भन्ने कुरा हुन्छ। 4 नम्बर ग्रामरमा छ यदि नामसँग उल र रुल आएको छ भने चाहिँ त्यसलाई हामीले लाई भनेर पढ्नुपर्छ। 5 नम्बर ग्रामरमा छ ए भन्ने। यो ए भन्ने ग्रामरको अर्थ चाहिँ मा हुन्छ, जुन प्रयोग हुने भनेको चाहिँ समय र स्थानसँग प्रयोग हुन्छ है त। समय र स्थानसँग प्रयोग भएर मिनिङ चाहिँ मा भन्ने आउँछ। 6 नम्बर ग्रामरमा रहेको छ नाउन प्लस एस। नाउन प्लस एस भनेको चाहिँ देखिबाट हुन्छ, जुन चाहिँ स्थानको पछाडि लाग्छ। बुथ 7 नम्बर ग्रामर रहेको छ बुथ। बुथ भनेको चाहिँ देखिबाट तर समयको पछाडि बुथ आउँछ जहिले पनि। 8 नम्बर ग्रामरमा रहेको छ काजी। काजी भनेको चाहिँ सम्म भन्ने अर्थ हुन्छ, जुन चाहिँ समय र स्थान दुईटैमा लाग्ने गर्दछ। 10 नम्बरको ग्रामरमा रहेको छ नाउन प्लस एगे हान्थे के भन्ने कुरा। यो भनेको चाहिँ व्यक्तिसँग लाग्ने, व्यक्तिको पछाडि अथवा व्यक्तिसँग लाग्छ, जसको नेपाली अर्थ चाहिँ लाई अथवा सँग भन्ने कुरा हुन्छ। 11 नम्बरको ग्रामरमा छ नाउन प्लस एगेस हान्थेस केस भनेको चाहिँ बाट भन्ने कुरा आउँछ, व्यक्तिको पछाडि लाग्छ। यो कुरा चाहिँ व्यक्तिको पछाडि लाग्छ। ओके। त्यसपछि 12 नम्बरको ग्रामर रहेको छ नाउन प्लस दो भन्ने कुरा। नाउन प्लस दो भनेको चाहिँ नाम वा सर्वनामको पछाडि पनि भन्ने अर्थ दिन्छ। यदि नामको पछाडि उई भन्ने आएको छ भने चाहिँ यसलाई चाहिँ को भन्नुपर्छ, नाम प्लस को। 14 नम्बरमा नाउन प्लस ना इना भनेको चाहिँ वा अथवा यो लाग्ने भनेको चाहिँ नाम दुईवटा नामको बिचमा लाग्छ है त। यो दुईवटा नामको बिचमा यो ना अथवा इना आयो भने हामीले के बुझ्ने, वा अथवा हो भनेर बुझ्ने। 15 नम्बरको ग्रामरमा छ नाउन प्लस वा ग्वा राङ इराङ हागो भन्ने यो ग्रामर रहेको छ। यो ग्रामरको नेपाली अर्थ चाहिँ नाम प्लस र साथै सँग भन्ने कुरा हुन्छ। 16 नम्बरको ग्रामरमा रहेको छ रो उरो। यो रो उरो ग्रामर भनेको चाहिँ यसको मिनिङ चाहिँ तिर, तर्फ, मा, ले, द्वारा भन्ने कुरा हुन्छ है त। तर स्थानसँग छ भने चाहिँ तिर तर्फ बुझ्ने, अनि साधनसँग हो भने चाहिँ ले, मा, द्वारा भनेर बुझ्ने। 17 नम्बरको ग्रामर रहेको छ नाउन प्लस मान भनेको मात्र भनेर बुझ्ने। 18 नम्बरमा छ फाके भनेको चाहिँ बाहिक अथवा बाहिर भन्ने कुरा दिन्छ। 19 नम्बरको ग्रामरमा रहेको छ चुम भनेको चाहिँ नाम प्लस जति, तिर, निर भन्ने अर्थ आउँछ। 20 नम्बर ग्रामरमा रहेको छ छरम र खाची भन्ने ग्रामर छ, जसको नेपाली अर्थ चाहिँ
झौँ उस्तै भन्ने कुरा आउँछ। 20 नम्बर ग्रामरमा रहेको छ मादा भन्ने ग्रामर आएको छ। मादा भन्ने बित्तिकै के बुझ्ने हामीले पिच्छे भन्ने बुझ्ने। नाउन प्लस फोदा, नाउन प्लस फोदा भनेको चाहिँ नाम प्लस भन्दा भन्ने ग्रामर भयो। 23 नम्बरमा छ नाम प्लस हाम्के भनेको नाम प्लस सँगै भन्ने कुरा हुन्छ। त्यसपछि 24 नम्बरको ग्रामरमा रहेको छ आन प्लस भिएसटी प्लस बनिदा सुम्निदा। यो भनेको चाहिँ धातु प्लस दिनौ दिनन दिनन नुन हुन्छ भन्ने नेगेटिभ कुरामा आउने ग्रामर हो है त। यो 1 यो 24 25 26 यो 24 यो सरी यहाँनिर 25 हुनुपर्ने हो, केही छैन। यो 3वटा ग्रामर चाहिँ हाम्रो नेगेटिभमा जोड्ने ग्रामर हो। आन मोज जी आन भन्ने कुरा त्यही हो है त, अकरण भन्ने कुरा हो। यो चाहिँ आनलाई जोड्नको लागि आन प्लस भिएसटी प्लस बनिदा सुम्निदा भनेको चाहिँ धातु प्लस दिन दैनौ भन्ने कुरा भयो। 24 नम्बरको ग्राममा फेरि रहेको छ मोत प्लस भिएसटी बनिदा सुम्निदा भनेको चाहिँ धातु प्लस न सक्दिन सक्दिनौ भन्ने कुरा भयो। 25 नम्बरको ग्रामरमा रहेको छ भिएसटी प्लस जिआन सुम्निदा आयो अ भनेको चाहिँ धातु प्लस एकको छैन एका छैनौ एकको छैनौ एका छैनौ भन्ने कुरा डिटेलली हामी पछि भिडियो लिएर आउने नै छौँ है त। ल 26 नम्बरको ग्रामर रहेको छ भिएसटी प्लस बनिक्का सुम्निक्का। यो भनेको चाहिँ प्रश्न सोद्धाखेरि हामीले हो भन्ने कुरा छु छौँ छ नुन हुन्छ प्रश्न सोद्धाखेरि भयो। 27 नम्बर ग्राममा रहेको छ भिएसटी प्लस सिप्सियो उसिप्सियो भनेको चाहिँ नुहोस् अथवा ई बक्सिनुहोस्, धातु प्लस ई बक्सिनुहोस् एकदम शिष्टाचारमा बताउँदाखेरि। 28 नम्बरको ग्रामरमा रहेको छ भिएसटी प्लस जिमा सिप्सियो। जिमा सिप्सियो भनेको अब यसको नेगेटिभ बनाउँदाखेरि यसको नेगेटिभ के हुन्छ त भन्दाखेरि अब ई बक्सियोस् भनेको चाहिँ न प्लस धातु प्लस ई बक्सियोस्, न खाइ बक्सियोस्, न गई बक्सियोस्, न सुती बक्सियोस् भन्ने जस्तो है त। 29 नम्बरको ग्राममा रहेको छ भिएसटी प्लस सेयो उसेयो। सेयो उसेयो भनेको धातु प्लस नुहोस् भन्ने कुरा भयो है त, धातु प्लस नुहोस् भन्ने कुरा भयो। अब यसको अकरण बनाउँदाखेरि हामीले के जोड्ने त भन्दाखेरि भिएसटी प्लस जिमा सेयो। भिएसटी प्लस जिमा सेयो भनेको धातु प्लस नुहोस् न प्लस धातु प्लस नुहोस् भन्ने कुरा आउँछ है त। ल अब 31 नम्बरको ग्रामर रहेको छ भिएसटी प्लस गोसिप भन्ने ग्रामर रहेको छ है त। भिएसटी प्लस गोसिप सुम्निदा अयो अ भनेको चाहिँ धातु प्लस न चाहनु न चाहन्छौँ भन्ने कुरा भयो। अब यसको चाहिँ हामी नेगेटिभ बनाउँदाखेरि भिएसटी प्लस गोसिप जिआन सुम्निदा अयो अ। शिष्टाचारमा छ भने चाहिँ सुम्निदा लगाउने, फर्मलमा छ भने सुम्निदा, इन्फर्मलमा छ भने आयो, इम्प्लोइडमा छ भने आ लगाउने, जसको नेपाली मिनिङ हुन्छ न चाहन्न भन्ने कुरा हुन्छ है त। ल यसको क्वेसन गर्दा चाहिँ भिएसटी प्लस गोसिप सुम्निक्का अयो अ जसको नेपाली अर्थ हुन्छ धातु प्लस न चाहन्छौ चाहन्छु चाहन्छन् भन्ने कुरा है त। ल त्यस्तै गरी अब हाम्रो 34 नम्बर ग्रामर रहेको छ भिएसटी प्लस बसिदा उप्सिदा। भिएसटी प्लस बसिदा उप्सिदा भनेको चाहिँ धातु प्लस औँ भन्ने ग्रामर है त, जुन चाहिँ समूहमा गरिन्छ त्यसलाई भयो। अब यो ग्रामरको नेगेटिभ बनाउँदाखेरि हामीले 35 नम्बरमा रहेको छ भिएसटी प्लस जिमाप्सिदा भनेको चाहिँ धातु प्लस न प्लस धातु प्लस औँ भन्ने हो, जस्तै न जाऔँ न खाऔँ भन्ने कुरा है त। ल 36 नम्बरमा रहेको छ भिएसटी प्लस लखायो उल्कायो भनेको चाहिँ यो उत्तर दिँदाखेरि यो अकरणमा भयो। यो चाहिँ हाम्रो क्वेसन सोद्धाखेरि चाहिँ हामीले के लगाउने त भन्दाखेरि चाहिँ लखायो उल्कायो भनेको चाहिँ क्वेसन सोद्धाखेरि औकी भन्ने कुरा हुन्छ है त। ल 37 नम्बरमा रहेको छ भिएसटी प्लस बनिदा सुम्निदा। अब यो भनेको चाहिँ टेन्स स्टार्ट भयो है त, हाम्रो टेन्स स्टार्ट भयो यहाँबाट 37बाट चाहिँ हाम्रो टेन्स स्टार्ट भयो। भिएसटी प्लस बनिदा सुम्निदा भनेको चाहिँ धातु प्लस छु छौँ छिन नुन हुन्छ। भिएसटी प्लस आयो अयो ययो हयो भनेको धातु प्लस छु छौँ छिन नुन हुन्छ भनेको यो फर्मल फर्मुला भयो, यो इन्फर्मल फर्मुला भयो। अनि यो भिएसटी प्लस गोसिप सुम्निदा अयो अ भनेको चाहिँ हाम्रो अपूर्ण वर्तमान कालको फर्मुला रहेको छ, जसको नेपाली मिनिङ हुन्छ धातु प्लस दै अथवा ई रहेको छु छौँ छिन नुन हुन्छ। 40 नम्बरमा रहेको छ भूतकालको फर्मुला भिएसटी प्लस आर अत यत यत सुम्निदा अयो अ भनेको चाहिँ धातु प्लस ए को थिए ए इन नु भयो। अब यसको अब अपूर्ण वर्तमानमा अपूर्ण भूतकाल लग्ने भने चाहिँ भिएसटी प्लस गो इथ
अत सुम्निदा अयो अ, जसको नेपालीमा मिनिङ हुन जान्छ धातु प्लस दही अथवा ई रहेको थिए ए भन्ने। अब फ्युचर टेन्सको छ भिएसटी प्लस गेट सुम्निदा अयो अ, जसको नेपालीमा अर्थ हुन्छ धातु प्लस ने छु ने छौँ ने छन् ने हुनुहुन्छ होला अनुमान गर्दाखेरि। अब 43मा छ भिएसटी प्लस गो इट गेट सुम्निदा अयो अ, धातु प्लस दही अथवा ई रहेको ने छु ने छौँ ने छन् होला है त। 44 नम्बरमा रहेको 44 नम्बरमा ग्रामर रहेको छ फ्युचर टेन्सको टाइप 2 रहेको छ भिएसटी प्लस र उ र खम्नेदा खयो खेयो रेयो खया, जसको नेपालीमा मिनिङ छ धातु प्लस ने छु ने छौँ ने छन् ने हुनुहुन्छ। अब यसको त्यो अपूर्ण बनाउँदाखेरि भिएसटी प्लस गो इट पछि अब उल मात्र लाग्छ, खम्नेदा खयो खेयो रेयो खेया भनेको धातु प्लस दही अथवा ई रहेको ने छु ने छौँ ने हुनुहुन्छ। ओके, त्यो पढिसकेपछि अब चाहिँ हाम्रो एडभान्स ग्रामर आयो है त। अब एडभान्स ग्रामरको ग्रामर के हुन्छ त ध्यान दिइरहनु होला। भिएसटी प्लस र उ र, भिएसटी प्लस र उ र भनेको धातु प्लस न भन्ने कुरा आउँछ। अनि 47मा छ भिएसटी प्लस रेगो उरेगो, भिएसटी प्लस रेगो उरेगो भनेको चाहिँ धातु प्लस ने विचारले भन्ने ग्रामर हो। अनि 48मा रहेको छ भिएसटी प्लस रेमेन उरेमेन भनेको धातु प्लस ने विचार हो भने भन्ने ग्रामर हो। 49मा अथवा 49मा रहेको छ भिएसटी प्लस मेन उमेन भनेको चाहिँ यो हो भने अथवा यो भने भन्ने कुरा हो, धातु प्लस यो भने। 50 नम्बर ग्रामरमा रहेको छ भिएसटी प्लस आया अया यया हया भनेको चाहिँ धातु प्लस यो भने भन्ने ग्रामर है त। ल त्यसपछि 51 रहेन छ 52 रहेछ भिएसटी प्लस लसु इत्ता, भिएसटी प्लस लसु इत्ता उल्सु इत्ता भनेको चाहिँ क्षमता अनुसारले केही काम गर्न सक्नु। 43मा रहेको छ भिएसटी प्लस लसु अप्ता उल्सु अप्ता, क्षमता छैन भने चाहिँ नसक्नु केही काम गर्न नसक्नु। 54मा छ भिएसटी प्लस आया अया हया थोइदा अथवा हादा भनेको चाहिँ धातु प्लस नु पर्छ नु पर्नु भनेको चाहिँ कुनै काम गर्नै पर्छ जिम्मेवारीको कामलाई जनाउँदाखेरि यो ग्रामर प्रयोग गरिन्छ। 55 नम्बरको ग्रामर रहेको छ भिएसटी प्लस गो, भिएसटी प्लस गो भनेको चाहिँ धातु प्लस ए र अथवा र भन्ने ग्रामर भयो। 56 नम्बरको ग्रामर रहेको छ भिएसटी प्लस आस अस यस यस भनेको चाहिँ धातु प्लस ए र अथवा कारण जनाउँदाखेरि। 57 अथवा 57 नम्बर ग्रामरमा छ भिएसटी प्लस दागा भनेको चाहिँ धातु प्लस दही गर्दा। 58मा छ भिएसटी प्लस मेन्स उमेन्स भनेको पनि सेम ग्रामर हो, दाखेरि दही गर्दा। यो दुईटा ग्रामर सेम छ, फरक अलिकति मात्र छ। दागा भनेको चाहिँ दुईवटा काम अलग अलग कामलाई सँगै गर्दाखेरि, यो मेन्स उमेन्स भनेको चाहिँ दुईवटा कामलाई सँगसँगै गर्न सकिन्छ भने त्यसको अवस्थामा हामीले मेन्स उमेन्स लगाउनु पर्दछ। ओके, त्यसपछिको ग्रामर रहेको छ भिएसटी प्लस निक्का उनिक्का नाउनसँग चाहिँ निक्का इनिक्का, जसको नेपालीमा अर्थ रहेको छ धातु प्लस एकाले नाम प्लस भएकाले। 60 नम्बर ग्रामर रहेको छ भिएसटी प्लस गीतेमुने नाउन प्लस तेमुने, जसको नेपालीमा अर्थ छ धातु प्लस एको कारणले गर्दा नाम प्लस ले गर्दा, नामसँग ले गर्दा को कारणले क्रिया छ भने चाहिँ धातु प्लस एको कारणले गर्दा। ओके, 61 नम्बरको ग्रामर रहेको छ भिएसटी प्लस थगबुने उन तग न तगबुने उन तगबुने, नाउनसँग चाहिँ कहिले पनि तगबुने मात्र लाग्छ, जसको नेपालीमा अर्थ हुन्छ धातु प्लस अभारीले गर्दाखेरि अथवा कारणले गर्दाखेरि एको कारणले भन्ने कुरा हुन्छ। नाउनसँग छ भने चाहिँ ले गर्दा अथवा को कारणले भन्ने कुरा भयो, अभारीको कुरा जनायो। त्यसपछि 62 नम्बरको ग्रामरमा छ भिएसटी प्लस जिमा अथवा नाउनसँग चाहिँ इजिमा, भिएसटीसँग चाहिँ जिमा लाग्ने भयो, नाउनसँग चाहिँ जिमा अथवा इजिमा लाग्छ, जसको नेपालीमा अर्थ हुन्छ धातु प्लस ए पनि नामसँग भए तापनि भन्छ है त। ल त्यसपछि 63 नम्बर ग्राममा रहेको छ भिएसटी प्लस नुन फारामे, भिएसटी प्लस नुन फारामे भनेको चाहिँ कारण जनाउने ग्रामर, जसको नेपालीमा अर्थ छ धातु प्लस एको कारणले। 64मा रहेको छ भिएसटी प्लस नुरागो, यो पनि कारण जनाउने ग्रामर भएकाले यसको पनि मिनिङ धातु प्लस एको कारणले एको भएर। 65मा रहेको छ भिएसटी प्लस लते उल्टे, लते उल्टे भन्ने ग्रामर धातु प्लस ने बेलामा भनेर है।
ल 66 नम्बरको ग्राममा रहेको छ भिएसटी प्लस खदुन्यो। भिएसटी प्लस खदुन्यो भनेको चाहिँ धातु प्लस एकाले हो भन्ने भयो है त। 67 मा रहेको छ भिएसटी प्लस नुन दुङ आन भनेको धातु प्लस ने अवधिसम्म अथवा ने बेलासम्म। ल त्यसपछि चाहिँ 68 मा रहेको छ भिएसटी प्लस लथेनिक्का उल्थेनिक्का भनेको चाहिँ धातु प्लस ने भएकाले। 69 मा रहेको छ भिएसटी प्लस लथेन्डे उल्थेन्डे भनेको चाहिँ धातु प्लस ने बेलामा थिए ने होला भन्ने कुरा है त। 70 मा छ नाउन छ। अब नामसँग चाहिँ छुङेछ भनेको चाहिँ नाम प्लस मध्ये। त्यो 71 मा रहेको छ भिएसटी प्लस लगत खत्ता उल्गत खत्ता भनेको चाहिँ धातु प्लस ला जस्तो हुनु। अनि 72 मा रहेको छ भिएसटी प्लस नुनगत खत्ता उनगत खत्ता भनेको चाहिँ धातु प्लस एको जस्तो छ। 73 मा रहेको छ भिएसटी प्लस नुनगत खत्ता भनेको धातु प्लस ई रहेको जस्तो छ। अब यो भिएसटीसँग यो र उल आयो भने चाहिँ भविष्यको ग्रामर बुझ्ने, उन अथवा न आयो छ भने चाहिँ भूतकालको भनेर बुझ्ने, यो नुन आएको छ भने चाहिँ वर्तमानको भनेर बुझ्ने है त। नुनगत खत्ता भनेको चाहिँ ई रहेको जस्तो छ हैन त। 74 नम्बर ग्राममा रहेको छ भिएसटी प्लस जियो। भिएसटी प्लस जियो भनेको चाहिँ दुईवटा मानिसहरू बीच कुराकानी गर्दा दुईटीले थाहा भएको कुरालाई पुष्टि गर्दाखेरि हो नि होइन त, आज बाहिर घाम परेको छ होइन त, छ नि छैन त भन्ने पुष्टि गर्दाखेरि। अनि यो 75 मा रहेको छ भिएसटी प्लस गना। भिएसटीसँग गना भनेको चाहिँ वा अथवा हुन्छ, नामसँग हो भने चाहिँ ई अथवा ना अथवा इना भन्ने कुरा हुन्छ। त्यसपछि 76 मा छ भिएसटी प्लस नुन्जी आल्दा भनेको चाहिँ ने कुरा थाहा हुनु। भिएसटी प्लस ने कुरा थाहा हुनु। अनि 77 मा रहेको छ भिएसटी प्लस नुन्जी मोरुदा भनेको चाहिँ ने कुरा थाहा नहुनु, ने कुरा थाहा नहुनु भन्ने कुरा है त। ल 78 मा रहेको छ भिएसटी प्लस गी फारादा। गी फारादा भनेको धातु प्लस ई कामना गर्नु। 79 मा रहेको छ भिएसटी प्लस गिहुएछ। भिएसटी प्लस गिहुएछ भनेको धातु प्लस को विचारले। यो गिहुएछ भनेको चाहिँ भिएसटी प्लस रेगो उरेगो र उर रेगो उरेगो गिहुएछ भनेको चाहिँ यो तीनटै भनेको एउटै ग्रामर है त। अलिकति मात्र फरक हुन्छ, त्यो के हुन्छ हामी पछि गएर पढ्दै जाने नै छौँ है त। ल 80 नम्बरको ग्रामरमा रहेको छ भिएसटी प्लस नुनदेरो। नाउन छ भने चाहिँ देरो मात्र है त, जसको नेपालीमा अर्थ हुन्छ बित्तिकै अथवा अनुसारले। भिएसटीसँग नुनदेरो आएको छ भने चाहिँ धातु प्लस ने बित्तिकै भन्ने कुरा आउँछ भने चाहिँ नामसँग देरो मात्र आउँछ भने त्यो अवस्थामा नाम प्लस अनुसार भन्ने कुरा आउँछ है त। ल 81 मा छ भिएसटी प्लस जामाजा। भिएसटी प्लस जामाजा भनेको चाहिँ धातु प्लस ने बित्तिकै भन्ने कुरा हुन्छ। 82 मा छ भिएसटी प्लस नुनदे सिन्ने भनेको चाहिँ धातु प्लस सट्टामा भन्ने कुरा यो पनि है त। ल 83 मा छ भिएसटी प्लस गिरो आधा। गिरो आधा भनेको चाहिँ निदो गर्ने भन्ने कुरा। गिरो आधा भनेको नि निदो गर्नु भन्ने हुन्छ त। यो ग्राम भनेको चाहिँ धातु प्लस निदो गर्नु भयो है त। अनि 44 अथवा 84 मा रहेको छ भिएसटी प्लस आत अत म्यान उम्यान छोङ्गेत्ता भनेको चाहिँ धातु प्लस यो भने राम्रो हुन्छ भन्ने ग्रामर है त। अनि 85 मा रहेको छ भिएसटी प्लस फोन जगी इत्ता भनेको चाहिँ धातु प्लस ई रहेको अनुभव हुनु, केही गरेको अनुभव हुनु भन्ने कुरा है त। ल भिएसटी प्लस फोक छगी अप्ता भनेको केही कुरा गरेको अनुभव नहुनु, धातु प्लस ई रहेको अनुभव नहुनु भन्ने कुरा है त। 87 मा रहेको छ भिएसटी प्लस आफोदा अफोदा यफोदा भनेको धातु प्लस ई हेर्नु। अनि 88 मा रहेको छ भिएसटी प्लस गुनास भनेको धातु प्लस ए पछि। अनि 89 मा रहेको छ भिएसटी प्लस आछुसेयो अछुसेयो यछुसेयो भनेको चाहिँ ई दिनुहोस् भन्ने कुरा भयो।
90 मा रहेको छ छुसियो, तर नाउनसँग आयो भने छुसियो, व्यष्टिसँग आएको छ भने आ अ य य थप्ने, जसको नेपालीमा अर्थ हुन्छ दिनुहोस् भनेर है त। ल ओके, आजको भिडियोमा चाहिँ हामीले जम्मा 90 वटा ग्रामर पढ्यौँ। मैले अहिलेसम्म 90 वटा मात्र ग्रामरहरू लिएर आएको छु। बिस्तारै आगामी दिनहरूमा चाहिँ अझै फाल्तु ग्रामर थपिने छन् है त भन्दै यो भिडियोलाई मैले यहीँ टुङ्ग्याएँ। धन्यवाद। हस्, खम्साम्निदा।